दाजुलाई पनि हामी सबैजना दाउरा बोकाइ छ यहाँनिर है। दाउरा बोकाइ ढोको ढोको बोकाइ छ। दाउरा बोकाइ ढोको बोकाइ हामी ओह्रालो जाँदैछ। हेर्नु सक्नुहुन्छ तपाईँले। यो उकालो चाहिँ दाउरा बोकाइ हुन्छ हाम्रो बाटो चाहिँ उकालो। यहाँ मेन दाउरा बोक्नु लागि चाहिँ जग्गा यो हो। दाउरा यहाँ छ सट्टै। हामी यहाँ छ दाउरा बोकिँदैछ। अब हामी चाहिँ भारी अब लाउने छौँ यसरी ढ्याक ढ्याक। साथीले भारी दाउरा यसरी चाहिँ टक टक लाउँदैछ यहाँनिर। यसरी बोकेर हिँड्दैछ हामी चाहिँ। यो टक्कै अब मुढा बोकाइछ सट्टै बोकाइछ। मेरो भारी चाहिँ यहाँ चाहिँ टक्कै मेरो चाहिँ भारी यति छ हो। अब म बोकेर जानेछु म पनि। मेरो चाहिँ यो गति चाहिँ साथीभाइ हो दाउरा बोकाइमा हत्तु भइसक्यो। 5 भारी भइसक्यो हाम्रो हो बोकाइले। चिलाउनेको दाउरा यसरी बोक्दाखेरि हो हत्तु पसिनाहरू मात्रै निक्लिन्छ हो। के गर्नु अब दुःख गर्नै पर्यो। त्यही छ अब गाउँघरतिर बसिहाल्यो भने हालत चाहिँ यस्तो हुन्छ। मेहनत पनि गर्नै पर्यो। घरको लागि दाउरा इम्पोर्टेन्ट हो। जाडोमा आगो ताप्नै पर्यो, बर्खामा आगो ताप्नै पर्यो। तर यस्तै छ अब। त्यही कारणको लागि चाहिँ फर्स्टमै नै तयारी भन्छ नि। एउटा खाने शिकार खेल्नु जाँदाखेरि स्यालको शिकार गर्नुभन्दा है बाघको पनि हतियार बोकेर हिँड्नु भन्छ नि। पहिलादेखि तयारी गरेर जानुपर्छ। हामी चाहिँ यो भिडियोमा चाहिँ तपाईँले यही सिक्नुहुन्छ कि पहिलादेखि तयारी भएर मान्छेको लक्ष्य चाहिँ है भएर जानुपर्छ। मतलब तपाईँले बुझ्नु सक्नुहुन्छ। पहिला नै केही कुरो गर्नुभन्दा अगाडि नै प्लान अनि तयारी हुनुपर्छ। यो भिडियोमा चाहिँ यति नै छ हो। तपाईँलाई म घर पुगेर देखाउनेछु है। हाम्रो मेहनतलाई चाहिँ तपाईँले देख्दै छ यसरी पसिनाहरू आइरहेको छ हो। उकालो हिँडाइ छ यस्तो बोकाइले हत्तु खाने यस्तो उकालो बोकाइ छ हाम्रो। हेर्नु सक्नुहुन्छ यो उकालो अझै जानुपर्छ हामी। माथि हत्तु भइसकेको छ हामी चाहिँ बोकेर उकालो हिँडाइले। ल तपाईँहरूलाई माथि पुगेर फेरि पनि देखाउने छु है। ओह्रालोबाट उकालो बोकाइले चाहिँ छेपारी चाहिँ पल्टिसक्यो हो। र केही अपडेट छ तपाईँहरूलाई दाउरा बोकाइमा। र मन पऱ्यो भने तपाईँले लाइक अनि सब्सक्राइब गरिदिनुहोस्। हाम्रो मेहनत देखेर तपाईँहरूले सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। यस्तो दाउरा बोकाइ छ उकालो। तपाईँहरूले मेहनत गर्नु पर्दैन सब्सक्राइबको लागि। यति चाहिँ गरिदिनुहोस् तपाईँहरूले। अझै तपाईँहरूलाई अपडेट दिने गर्नेछौँ नयाँ भिडियोको लागि है। हत्तु भइरहेको छ हामी। ए यस्तो उकालो बोकाइ चाहिँ यतिमै म राख्दैछु। तपाईँहरूलाई फेरि पनि माथि पुगेर कति भारी भइसक्यो देखाउनेछु। हुन्छ हामी चाहिँ आइसकेको छौँ दाउरा है घरमा लिएर। र साथी चाहिँ हत्तु भइसक्यो यहाँनिर पर बोकेर हत्तु भएर
पसिना बगेर भइसक्यो यहाँ चाहिँ हामी यति दाउरा थुपारिसक्यो खतै भइसक्यो दाउरा बगाएर हाम्रो केबिन भाइ ठिक छ हौ खतै भयो र यहीँ नै राख्दैछु भिडियो बनाउने अवस्था छैन मेरो अहिले हो तपाईँले देख्न सक्नुहुँदैछ र मन पऱ्यो भने तपाईँले लाइक एन्ड सपोर्ट गरिदिनु तपाईँले र यतिमा म राख्दैछु भिडियो तपाईँहरूलाई धन्यवाद मेरो भिडियो लास्ट अन्तिमसम्म हेरिदिनु भयो है थ्याङ्क यू सो मच